म आकांक्षा नपर्मी, पेसाले म कमर्सियल पाइलट हुँ। हाम्रो क्षेत्रमा पनि नबोलिकन आफ्नो करियरमा सक्सेस भन्ने हामीले हासिल गर्न सक्दैनौँ। मेरो ट्रेनिङकै कुरा हो होइन। म सबै सोच्थेँ कि भविष्यमा गएर मलाई पाइलट नै बन्नु छ, यस्तो मञ्चमा पब्लिक स्पिकिङ गर्न जानेर के न पाउँछु भनेर सोच्थेँ। तर जब म आफ्नो पाइलट ट्रेनिङको लागि बाहिर विदेश गएँ, ग्रेजुएसनको बेला मलाई एउटा अवार्ड दिएको थियो। मेरो नाम अनाउन्स हुने बित्तिकै म एकदम खुसी स्टेजमा गएँ, लिएँ अवार्ड। तर जब त्यहाँ मलाई उद्घोषकले फ्यु वर्ड्स बोलिदिनु भनेर भन्नुभयो तब म एकदमै तर्सेको थिएँ। एकछिन त मुखै रातो भयो। अब पाइलट जस्तो मान्छे अवार्ड पनि पाइरहेको छु, केही बोल्न नसक्नु, मलाई एकदमै इम्बारेसमेन्ट भएको थियो। र मैले खालि दुईटा हातले माइक समातेर थ्याङ्क यू सो मच भनेर हतार आफ्नो सिटमा गएर बस्ने। जब सिटमा गएर बसेर आफ्नो काम कम्पोजर रिगेन गरिसकेपछि मलाई के रियलाइज भयो भनेपछि अब म जिन्दगीमा कति अगाडि बढ्नु छ होइन, यो तरिकाले चाहिँ हुँदैन जस्तो लाग्यो। र मैले नेपाल आउने बित्तिकै पनि निफ जोइन गरेँ र आफ्नो पब्लिक स्पिकिङ कम्युनिकेसन स्किल्स पनि इम्प्रुभ गर्ने अठोट लिएँ। र निफमा आएको 4 हप्ता अगाडिको आकांक्षा र 4 हप्ता पछिको आकांक्षामा त जमिन आसमानकै फरक छ। कुराहरू यहाँहरू सामु राख्न सकिरहेको छु। यसको श्रेय सिर्फ हाम्रो एचडी कटवाल सर र निफ संस्थालाई नै जान्छ। मेरो स्टेज एन्जाइटी, मेरो ग्लासोफोबिया हटाइदिएकोमा निफलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।